म त के भएको बाबुआमासँग कम्ती रिस उठ्दैन कति नराम्रो जन्माको मलाई त छ्या रिस उठ्छ हौ काकी के भन्छ यो विनिताले विनिताको चाहिँ 100 भन्दा धेरै रहेछ पीडा के हो अनि राम्री छस् त म यति राम्री देख्दिन त म त अनि नराम्रै देख्छु ऐना हेर्दा कस्तो प्यात्त देख्छु हो म आफैलाई कति राम्री देख्छु म चाहिँ नराम्री फोड्नु रे बाबु आमासँग पनि सुट्नु रे म त बाबुआमासँग रिस उठ्छ हौ अनि ज्वाइँ चेला मेरो ज्वाइँहरूले सबैले राम्री विनिता मनपर्छ भनिरहेछ त मसँग अनि अब तपाईँसँग त भन्छ मलाई त अब भन्दैन नि त उनीहरूले हो र के भन्छ मलाई त अब छ्या तिमी त नराम्री रहेछौ हौ भन्छ नि त कोही कोहीले अब राम्रो केटी त्यसरी राम्रो मात्र केटी खोजिनुहोस् न नाकको दुलो नै नहुने भेट्छ र अनि थाहा पाउँछ होइन राम्री तर नाकको दुलो नै छैन भने के गर्छ भन्दा नराम्री भेट्यो भने के गर्छ होइन राम्री तर दुलो नहुने दुलो नहुने नाकको दुलो भन्नेले नजाने पनि सुन्नेले जानिदिनु होला हजुर साथीहरू बा मिस्टेक पो बोल्यौँ कि हामीले चाहिँ राम्रो भनेकै राम्रो लागेको छैन कमेन्ट गर्नु है साथीहरू हाम्रो लाग्यो त राम्रो भनेको होइन नराम्रो सुन्नु भयो कि तर एकदम सुधारेर चाहिँ सुनिदिनु होला होइन